यस्तै छ यो चाहिँ प्योर अर्ग्यानिक अदुवा। सो यहाँ एक डोको छ, यहाँ यति छ। हाम्रो 8 केजी अदुवाले फलेको खजना अब खोल्ने बेला भएको छ। यहाँनिर चाहिँ इलामीको ठाउँ अरे, अब यहाँ बस्नै हुन्थेन है, बुढापाकाले भन्छन् त्यसै ट्याक ट्याक हाँस्ने हो। खान त्यस्तो भएपछि एउटाबाट 1 2 3 4वटा बिउ एक पाना अदुवाबाट हो न। सो हेलो साथीहरू सबैजनालाई नमस्कार। म हजुरहरूकै साथी मनिष र आज पनि एउटा नयाँ भिडियो लिएर आएको। र आजको भिडियो स्पेसल चाहिँ अब के भन्दाखेरि आज अब अस्ति अदुवा खनियो फलाइयो होइन। सो आजको भिडियो पनि अदुवा रोप्नेको छ, तर आज चाहिँ म रोप्दिनँ। यो अदुवाको बिउ भाजिसक्छु, त्यस पछाडि माथि काममा जानु छ अलिकति है, चेन्सो चलाउन। सो स्टार्ट गरौँ आजको भिडियो। सो यो चाहिँ मेरो अलैँची बारी हो। यो रोपेको चाहिँ 2 इयर्स प्लस भयो होला सायद होइन, त्यस्तै लाग्छ। अलैँची बारीको पनि भिडियो आउँदैछ। अलैँचीले चाहिँ दामी फलेको छ क्या यसबार, यहाँनिर देख्न सक्नुहुन्छ है। मौसमले साथ दियो अनि आफ्नो मेहनत र मौसमको साथ गरेर चाहिँ अलैँची चाहिँ दामी फलिसकेको छ। र यहाँनिर लामो खोर्सानी पनि फलेको छ। अनि यो खोर्सानी, यो अलैँची बारी, यता इलामको स्पेसल खोर्सानी, डल्ले खोर्सानी छ। यो गरामा 15-20 बोट होला। र आज चाहिँ म बिउ बनाउँछु, अदुवाको बिउ भाग्छु, अनि त्यहाँदेखि यो डोकोमा लाउँछु है त। सो हिजो चाहिँ यही साफसफाइहरू गरियो। अब यो टिक्स चाहिँ कसैले हेर्दैन होला है, मौरीको डुँड राख्ने घर भइरहेछ। सो हाम्रो 8 केजी अदुवाले फलेको खजना अब खोल्ने बेला भएको छ। यहाँनिर चाहिँ यो देशी जुगाडमा लगाएको धोका छ। अब यहाँ अलिकति केयरफुल्ली पनि हुनुपर्छ, किनभने यहाँ साँप हुनसक्छ। र यो लगभग 70-80 केजी अदुवा छ यसपाल रोप्ने। पोहोर चाहिँ मैले 8 केजी मात्रै अदुवा रोपेको हो होइन। यसपाल चाहिँ 70-80 केजी, त्यही 8 केजी अदुवाले चाहिँ यो फलेको। अब यसैलाई रोप्ने, अर्को साल कति खर्च अब त्यो हेर्ने हो। त्यसको लागि चाहिँ च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक गरेर सेयर गर्न सक्नुहुन्छ। अनि त्यस्तै छ है त। अब अर्को साल कति फल्छ त्यो हेर्न चाहनुहुन्छ भने त अब तपाईँहरूले च्यानललाई सब्सक्राइब गरेर चाहिँ अल नोटिफिकेसन बेललाई चाहिँ अनमा राख्नुपर्ने हुन्छ। सो त्यस्तै छ है त। सुरु गरौँ आजको भिडियो पनि। यो चाहिँ यति छ अझै अदुवा। अनि यो चाहिँ भनेको अब सब्जीमा हालेर खानुपर्छ है। यो चाहिँ पुड्की निक्लेको, अब यो चाहिँ रोपिँदैन। यसलाई चाहिँ सब्जी खाने राखेको। यो चाहिँ मर्नु आँटेकोहरू, कुहिएकोहरू हुन्छ है, यस्तो कुहिएकोहरू त्यस्तोको चाहिँ यो राखिन्छ। अनि राम्रो राम्रो छिल्यो खायो बास होइन। यता यति बनाइयो ल, यता यति छ। अनि यहाँ हेरौँ न, इसका क्या नाम है, यो हरियो दिया भन्छ, खोइ के भएर आएको यहाँ। अब यसलाई चाहिँ यसरी भाज्ने हो, ट्याक्कै यो भाँचिन्छ। यसको दुईवटा अब भाँच्दैन, एउटा यो एउटा यसरी भाँच्नुपर्छ यो बिउ चाहिँ। सो स्पेसल त्यही हो। अब यसलाई यतिकै छोडिदिने, बिउ खान्छ होला टुसा, आइना पनि ठिकै छ। हेरौँ न, अदुवा चाहिँ फलेकै थियो क्या यसपालको चाहिँ। अब यो साल चाहिँ कस्तो फल्छ, राम्रो फलोस् है साथी हो। राम्रो फलोस् यो अदुवा चाहिँ।
8 केजी अदुवाबाट चाहिँ यति अदुवा चाहिँ बनाइयो। सो यो अदुवा चाहिँ 25 सम्म रोपिसक्छु राख्छु म हैन, बेच्ने छैन, ट्याक भाँच्ने हो। ठक्कै एउटाबाट 1 2 3 4 बिउ हो एक पाना अदुवाबाट हो न। अनि त्यसरी हुन्छ। र यो भाँच्नुको आइडिया पनि हुनुपर्छ। यसलाई अझै सानो सानो बनाएर पनि रोप्न सकिन्छ, रोप्न चाहिँ। तर म चाहिँ अलिक ठुल्ठुलै राखेर रोप्दैछु यसपाल चाहिँ। पोहोर त मैले इत्रु रोपेको थिएँ, इत्रु नि। यो कुहि त जान्छ। अब यो चाहिँ ठ्याक्कै यो अचार खानै निक्लिहाल्यो, सब्जीमा हाली खाने भनौँ न। यो अलिक सानो भयो, केही फरक पर्दैन। पोहोर मैले यत्रो रोपेको होला सायद। पुरानो भिडियो हेर्नुभएको छैन भने हेर्नुहोस्, गएर सपोर्ट गरिदिनुहोस् है सबैजनाले। भाँचो कि नभाँचो भयो क्या यसलाई, नभाँचो यसलाई यति गस, यसलाई त भाँच्नुपर्छ यहाँ। अनि यहाँ यसो यो यसो गर्दा सम्म फलाएको हो अदुवा। एउटा डल्लै खेतहरूमा रोप्थ्यौँ यसपाल चाहिँ। तर अब त्यहाँनिर के गरियो भन्दाखेरि त्यतातिर चाहिँ अलैँची लगाइएको छ, त्यो भएकोले गर्दाखेरि यसलाई भारी पुऱ्याउँ त। 1 डोको बिउ चाहिँ भाँचिसकेँ। त्यहाँदेखि अरू के हुन्छ हेरौँला। सो यताको पनि सकिन लाग्यो मेरो अदुवा। सो गरिन्छ अलिअलि उता चाहिँ। अब पसिना त निकाल्नै पर्यो। इलाम भनेको चाहिँ इलामीको ठाउँ अरे। अब यहाँ बस्नै हुन्थेन है, बुढापाकाले भन्छन् त्यसै। सो अब उखान त्यस्तो भएपछि इलाम त गर्नै पर्यो। त्यस्तै छ। अनि सो ल लाइक गरिदिनु होला, लाइक गर्नुभएको छैन भने, अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ भने। सो अब यो 1 डोको बनाउँछु। अनि त्यस पछाडिको कुरा योहरू पनि सबै भाँच्नुपर्छ है। सो भाँचेको हेरौँला, यताउता गरौँला, भाँचौँला, यसलाई पनि भाँचौँला अनि यसलाई पनि गरौँला। सो आज मेरो यति हो काम। देख्न सक्नुहुन्छ है। अनि यहाँ छ यति 1 डोको र यति छ। यो 1 डोकोमा अलिक कम्ती हुन्छ किन 1 डोको पुग्छ त्यो चाहिँ थाहा छैन। 1 डोकोमा हालेपछि थाहा हुन्छ है। अनि यो अचार खाने सब्जीमा हाल्ने मसला, यो चाहिँ यसपालको बिउ छान्दा निक्लेको सब्जीमा खाने मसला है। सो यस्तै छ। र म गाईकै मल मात्रै हाल्छु हाल्दाखेरि चाहिँ हो, अरू चाहिँ हाल्दिनँ नै म यसपाल पनि। पोहोर पनि नहालेको दामी भएको थियो, केही पनि लागेन, केहीले पनि खाएन। यसपाल पनि नखाओस्। सो त्यस्तै छ। यो चाहिँ प्योर अर्ग्यानिक अदुवा। सो यहाँ 1 डोको छ, यहाँ यति छ, यहाँ यति छ सब्जी खाने। सो अब यसलाई तल बोकेर लैजाउँ। अनि त्यस पछाडि ट्याक्क अलिकति रोपौँ भन्दा पनि आज त पित्रको अदुवा मात्रै रोप्नु भ्याउँछु होला। अब अहिले कति बज्यो ठ्याक्कै भन्नुपर्दाखेरि 3 बजिसकेछ। अब चाहिँ म माथि जानुपर्छ है।
माथि गएर त्यहाँ दिदीहरूको अलिकति अब यो चारतिर काम गरेपछि त्यस्तै अब चेन्सोनी चलाउँछु होइन। चेन्सोनी भनेपछि नगरिदिनु भएन, ठुलो हुनु भएन, जाने काम त गर्नै पर्यो। त्यो भएको हुनाले अब गएर चाहिँ म चेन्सोले रुख काटेर आउँछु। दाउरा गाडीबाट झारेको दाउरा हो, सजिलो छ। अस्तिदेखि बोलाइरहनु भएको थियो, भुलेछु स्वात्तै। अनि अब कहिले कहिले भुल्न नि पाइयो, कामहरू धेरै छ आफ्नै अहिले। त्यो भएको चाहिँ हुनाले त्यो गरी कमिलाहरू कुद्दैछ, के कुद्दैछ है त। अब यसलाई तल लान्छु अनि त्यस पछाडि हेरौँला, ती भेटौँला। पितृको अदुवा थियो नि, यो चाहिँ मैले यहाँ रोपेको छु, यहाँनिर रोपेको छु। अब यो 2-4 दिन पछाडि उम्रेपछि देखाउँला। यसरी वरिपरिबाट घेरा बाएर हानेको छ। आएर खानु त केले पनि खाँदैन हो, रै पनि यतातिर मान्छे पस्छ के हुन्छ भनेर जति बेला पायो त्यति बेला पस्नु चाहिँ हुँदैन नि त खासमा चाहिँ। त्यो भएको हुनाले यो फाल्टै रोपिदिएको। अब यो भएन भने त तलैकोले काम चलाउनुपर्छ, त्यही हो। पोहोर पनि त्यसै गरेको है त। ल अब भारीसारी लुटौँ अनि त्यस पछाडि लाग्दैन उकालो। धेरै दिन भयो बोलाएको, अनि त्यो भएको हुनाले चाहिँ जानै पर्छ आज चाहिँ। ओके, सो भारीसारी लोड भइसकेको छ, बाइक स्टार्ट गरिसकिएको छ। यो दुईवटा चाहिँ यो तेल र मोबिल हो, मेसिन। यहाँनिर चाहिँ सामानहरू हुन्छ, लाउने कपडा यतायति कुराहरू। सो यस्तै छ है। यो एउटा जोडी, यो कान्छी हो, यो टिटु हो। यसको खास नाम चाहिँ टमी हो, यो टिटु हो है। टिटु